हेलो वेलकम ब्याक टु न्यू भिडियो। के छ म चाहिँ हल्का निन्द्रामा छु अहिले होइन। अब हामी चाहिँ माथि आज गाउँतिर जानुपर्ने हुन्छ होइन। के गर्न भन्नुहुन्छ भने जोत्न के काम अब होइन। त्यही भएर हामी गाउँ जाँदैछौँ। ओए जाने होइन जाने होइन ओए नजाप के भिडियो खिचेको त भाइरल मान्छेको भिडियो खिचेर भिडियो चोर्नु पर्दैन क्या भाइ। एउटा फोटो हानेको 500 रुपियाँ लिए मलाई हुन्छ। सो मैले चाहिँ हेलमेट सेलमेट लाएर रेडी भइसकेँ। अनि आज चाहिँ हामी गाउँ जानुपर्ने हुन्छ होइन। अब चाहिँ आज किन जाने हो भन्दाखेरि चाहिँ जोत्नु जाने हो कि हामी। त्यही हो रेडी भइसक्यो क्या। आता माइक लिएर दादाको माइक नचोरै। त्यही हो आज चाहिँ हामी जानुपर्ने हुन्छ। लेट्स गो। सो गाइज हामी चाहिँ रुमबाट निस्किसकेँ मैले चाहिँ होइन। टक्क लाएर साथी र म छ मैले चाहिँ। अब आज चाहिँ हाम्रो घरमा अलिकति काम छ त्यही भएर आज हामी गाउँतिर जानुपर्ने हुन्छ। तर आज माथिल्लो सरङकोटको बाटो गइन्छ है। त्यहाँ चाहिँ थोरै माथिल्लो बाटोतिर हल्का काम छ क्या हाम्रो आज। त्यही हो आज चाहिँ हाम्रो थोरै काम छ त्यो काम चाहिँ गर्नुपर्छ। त्यही भएर हामी चाहिँ जान लाग्छौँ होइन। सो फाइनली हामी चाहिँ अहिले ठ्याक्कै माथि आइयो है। बाटो चाहिँ माथि गाउँतिरको बाटो छिरियो। आज चाहिँ हामी किनभने माथिल्लो बाटो आएको। माथिल्लो बाटो जानु मजै छुट्टै छ नि त। त्यही भएर आज हामी माथिल्लो बाटोतिरबाट जानुपर्ने हुन्छ होइन। अब बाटोहरू पनि सही छ है। गाउँ त रमाइलो छ यस रमाइलै मान्नु पऱ्यो नि त होइन। के हो यतातिर अलिक गाडीहरू अलिक च्यापेर आउँछ क्या। त्यही भएर अलिक उसमा चलाउनु पर्छ कि फुल हामी फुल गरेर चलाउनु पर्छ है। त्यो कहाँको यो बस मधेस प्रदेशको बसले तानेन क्या हो। ओट्याक हान्दै मेरो स्कुल त तान्छ नि त होइन। बसले नतानेर के भयो त। मेरो घोडाले तान्छ त होइन। घुम्ती चाहिँ ठुल्ठुलो हो कि गाइज होइन। घुम्ती ठुल्ठुलो भएपछि अलि औडा लाग्छ कि। धेरैहरू त अब धेरै जस्तो त सरङकोटतिर त आउनु भएकै होला होइन। सरङकोटतिर भनौँ न गाइज कस्तो छ भन्दाखेरि एक साइड त गाडी आउनुपर्छ नि यार। बाटो त के नै त्यो काठमाडौँको हाई रोड जस्तो मानेर चारतिर च्यापेर आउँछ यार। मुटु नै ढुकढुक बनाइदियो। एक माथि त एक हातले गाडी एक हातले स्कुटर चलाइरहेको छु च्यापेर आइदिइरहेको छ यार। एउटै लाइनतिर नआउनुपर्छ नि आउनु लाग्छ नि त बेजेतीहरू। यहाँको मान्छेहरूले लाइनमा चलाउनु जान्दैन कि। सो गाउँतिरको मकै हरियाली होइन बबाल छ के। ए कुकुरले नि मलाई हेरिरहेछ के। कुकुरले नि हेरिरहेछ ए माछा पुच्छ्रे आइयो अहिले हामी ठ्याक्कै होइन। टक्क तानिरह स्कुटरले पनि होइन। कतिको स्पिड तान्दो रहेछ 33 स्पिड नै मजाले तान्दो रहेछ। ट्रिपल लोड एकै डबल लोड। ट्रिपल लोड त नभनौँ कि अहिले किनभने छुट्टै कुरा हुन्छ ए गुनासो छुट्टी हुन्छ कि गाइज। ट्रिपल लोड भन्यो भने त त्यो यतातिर त जाडो जाडो हो त पानी परेर पुरै। आज माथि पानी परे जस्तै छ है पुरै। गाउँतिर त पुरै पानी परेको क्या आज एउटामा। सो अहिले चाहिँ हामी ठ्याक्कै अहिले सरङकोटको नजिक आउनु लागिसक्यौँ। के हो यता यहाँको बाटो नै धेरै घुम्ती छ कि गाइज। पुरै घुम्ती ओहो घुम्तीले त यहाँ पो हुन्छ त अझ स्कर्पियोहरू त्यहाँ त च्यापेर आउँछ कि यतातिर त लिएर कस्तो भन्दैछु कि मैले है। स्कर्पियोहरू च्यापेर आउँछ क्या धेरै जस्तो त मलाई थाहा होइन। त्यही थाहा भएरै भनेको। तर स्कर्पियोहरू चाहिँ धेरै च्यापेर नै आउँछ है गाइज। ए धेरै पछि गाउँमा आइयो यार। धेरै पछि गाउँमा आइयो अहिले चाहिँ होइन। जोस रमाइलो लाग्छ। पिकअपले तान्छ कि तान्दैन है त एबीलाई। त्यस्तो नदिउँ होला रिक्स माथिबाट कार आइरह होइन।
जानै दिँदैन क्या हो यो गाडीले च्यापिरहेको छ त मेरो मोबाइल चाहिँ साथीलाई सम्बन्ध दिनु पर्ला जस्तो छ कि है त्यही गर्नु पर्ला जस्तो छ बाटो पुरै यस्तो छ हेर्नु न गाइस आम्बो माथि आइसक्यौँ होइन तर यहाँको बाटो चाहिँ लाइफमा नि नबन्ने भयो यार किन यार मान्छेको लुक्समा त नजर आइदिए होइन अब ब्ल्याक टी भनेको रातै हुन्छ होइन रम पनि रातै हुन्छ पानी पनि एउटै देखिन्छ अरे ए फर्स्ट क्लास ड्रिम्पिङ के हो मलाई आज इबीले जाने देला जस्तो छैन यार इबीले जाँदा त्यस्तो जस्तो छैन नदिएन घुम्तीमा घुम्तीमा नदिउँ कि हराउनु भनेर कि मैले ओहो म त इबीमा लाइफमा चढ्दिनँ गाइज डर लाग्छ इबीमा चढ्नु र एरोप्लेन चढ्नु एउटै हो ए म्याटुङ ओभरट्याक हान्न पाइयो यार बल्ल तान्यो यार कति 31 मा ओभरट्याक हान्दो रहेछ हो मेरो पनि म्याटुङ डट हो क्या हो 60 तान्छ त हो के हो आम्बो तर यतातिर त पुरै जङ्गलै जङ्गल छ कि गाइज हेर्नु न पुरै जङ्गलै जङ्गल के यता पुरै जङ्गलै जङ्गल के आम्बो एउटा हात छोड्यो दाजु अनि कुदा है रमाइलो गरेर जियोस् भन्ने होला नि होइन घुम्ती कत्रो हो माइ गड लिज के हो भने त गयो त अनि जङ्गलमा फेरि बाघले आक्रमण गर्ला है हामीलाई ठिक हुन्छ त गऱ्यो भने त अनि आम्बो सही छ है सही छ अघि बाटो पुरै चिप्लो चिप्लो हो अनि पानी पर्दैन होला त सो फाइनली है यतातिर त के हो पुरै पहिरो गयो क्या हो पानीले पहिरो गयो कि बनाउनु लाग्यो पुरै पहिरो गयो त यार है आम्बो पुरै के हो आज त मौसम त कुकुरले सुनेर थाहा पाइदियो यार के भन्ने हो मौसम त अनि के हो यस्तो पुरै हुसिला त पुरै आमामा डबल साइलेन्टै बाल्न पर्ने अवस्था आयो त अनि तर मलाई एन्ट्रोक भन्ने कुरो बेस्ट लाग्छ कि तेल जति खाए पनि होइन तर एन्ट्रोक भन्ने त मलाई बेस्टै लाग्छ कि तेल जतिसुकै खाओस् मतलबै भएन होइन तर एन्ट्रोक चाहिँ मलाई बेस्ट लाग्छ कि स्वाटै तान्छ कि ओभरट्याक गर्ने बेला पनि मजा आउँछ कि आम्बो अहिले हामी चाहिँ पोखराभन्दा माथि छौँ होइन तर पोखराको बजारहरू केही देखेकै छैन के भनौँ न अब हेर्नु न माथिको डाँडा केही देखेको होइन सिर्फ बाटो मात्रै देख्यो अनि मेरो स्कुटर मात्रै के म त झन् देखिँदैन होला हो धेरै कालो भएर होला कि सायद म त देखिँदैन हो पोखरा हेर्नु नि पुरै केही देखेको छैन कि यहाँबाट बजार देखिन्थ्यो तर केही पनि देखेको छैन कि पुरै हेर्नु होसियार आमा के देखेकै छैन यार पुरै हुसिला के देख्यो होइन डबल साइलाइट बालेर हिँड्नु पऱ्यो झन् त बाटो चाहिँ देखियो कि जियोस् बाटो देखिन्छ भनौँ न अब त्यो यहाँ बिहारीहरू डान्स हानेर बसेछ त पुरै हाम्रो गाउँतिर चाहिँ हल्का सुविधा छ कि जो केबल कारहरू चाहिँ चलिरहेको छ कि माथि चाहिँ केबल कारहरू छ होइन यहाँ केबल कार चाहिँ कहाँ ल्यान्ड हुन्छ भन्दाखेरि चाहिँ हजुरहरूले चाहिँ धेरै ठाउँले लेक साइडको त्यही 10 मिटर उतापट्टि के हो 10 मिटर होइन क्या हो त्यही 5 मिनट अगाडि चाहिँ अनि सेरी छ होइन सेरीमा झर्छ यहाँको ल्यान्ड हुन्छ है यहाँको चाहिँ सेरीमा ल्यान्ड हुन्छ के हो असार लागे जस्तै भयो त हो बाटो त पुरै के हो यस्तो के हो त हुसी लाएर पुरै के है पुरै त हुसी लाएर के है पुरै हुसी लाएर के यतातिर चाहिँ अलिक कमै लाएर चाहिँ है अब हुसी लाएर मात्र पानी पर्न मात्रै रेडी रहेछ कि यतातिर चाहिँ नत्र भए त पुरै हुसी लाएर कि
हामी अहिले धेरै स्पिडमा छैनौँ है, हामी ट्राफिक नियममै छौँ, धेरै होइन, मात्र 55को स्पिडमा छौँ है। अब कहिले कहीँ त 100 नि पुग्छ, अब 80 नि पुग्छ, तर हामी अहिले चाहिँ ठ्याक्कै मात्र हामी लिमिटमा छौँ, लिमिटमा। धेरै स्पिड चलाउनु नि भएन नि त होइन, त्यही हो कि गाइस, धेरै स्पिड चलाउनु। ओए केही त के होइन त, ओए केही त के होइन त, बाटो त सिसा लगाइदिएन बाबु, पुरै हुसीले हानेकै। आमामामामामा के हो, बाटै छैन क्या हो ए भा, अगाडिबाट आएर हानिदियो भने सकियो त अनि जिन्दगी, बाटै त के छैन त अनि के हो, कता हो बाटो, सिधा हो कि घुम्ती त देखेको छैन यार, अगाडिबाट त भुताउला जस्तो छ त। ओ म कहाँ छिरे, ए बादलले के गर्यो, के हो बाटो त, बाटो त पुरै के हो, पुरै शान्ति डराइसक्यो। अब कहाँ के हालिस भन्दै, अब पुरै हुसी लाएर यहाँ मान्छेलाई के देखेको छैन है, के म त अगाडि गाडी नै देखेको छैन त गाइस यार, के हो ए भा, उडियो क्या उडियो। डबल साइडेड बालेको छु, फग लाइट बालिदिनु पऱ्यो क्या, अब टक्क फग लाइट बालिदिएपछि त पुरै कुरो सुरो छेडेर होइन, झिलिप 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 पुरै एम्बुलेन्सको जस्तरी के। अब एम्बुलेन्सकै हर्न हाल्न बाँकी छ कि त्यो के भन्दाखेरि मैले के मिडिया गरेँ भने गाइज होइन, एम्बुलेन्सको हर्न हालिदिने अनि पुरै त्यो स्कुटर, अहिले मेरो स्कुटर पुरै भाइरल छ क्या टिकटकतिर, अनि एम्बुलेन्सको हालेर अनि टक्कमा पुरै सही हुन्छ होला है, हुन त हाल्नुहुन्न, अहिले ट्राफिक नियमै कडा भइरहेको, अब के भन्नु, केही सजाउनुहुन्न है, के सजाउनुहुन्न, अहिले त नियम कडा भयो। अस्ति मैले बाटोमा पार्किङ गरेको स्कुटर है, के हो कसको स्कुटर हो, स्टिकर त पुरै मोडिफाई छ त भन्दै थियो एउटाले, उस गरिरहेको थियो, स्कुटर पुरै मोडिफाई छ त भन्दै थियो कि एउटाले, अनि कहाँ हो यो मान्छे कहाँ हो भनेर भन्छ के अरे, म त त्यसैको अगाडि थिएँ होइन, जुन अब म स्कुटरको अगाडि थिएँ, म त समातेर अब चिट हाल्ला भनेर म त केही पनि बोलेन, म मात्रै बाटो छु, तँ मात्रै बाटो छ र, कप्स मात्रै बाटो छ र, हामी नि बाटो छौँ नि होइन, हल्का फुल्का त पुरै बाटो त हामी पनि हो नि होइन, तर हामी त हामी नेपालीहरू त को त बाटो छैन र यहाँ, सब बाटो छ त पुरै। अहिले त हुस्सु अलिक कम भइरहेको है, अहिले हुस्सु अलिक कम भइरहेको, अहिले चाहिँ हामी कुन खोइ यो के ठाउँ भन्छ त, यहाँ त आइयो होइन, मलाई त हल्का बिरामी जस्तै भएको कि टन्सिल जस्तो घाँटी दुख्यो होइन, हल्का फुल्का घाँटी दुख्यो। अहिले चाहिँ हामी ठ्याक्कै यहाँ आयौँ, के बाटो ल यो त फेरि उस्तै रहेछ फेरि बाटो, छ्या के हो, लाइटै त के छैन यार, सिर्फ केही स्कुटरको केही त के छैन भाग, ए भगवान्, खाल्टो त कता हो अब खाल्टोमै पऱ्यो कि स्कुटर, के हो बाटो त, ए भगवान्, म त्यो गाउँमा नआउनु मन लाग्ने यही हो क्या, बाटै त्यो छैन यार, कता छिराउने हो, ए अगाडि त केही त के छैन कि, बाटो कता हो आज पुग्यो। सो फाइनली हामी चाहिँ अहिले ठ्याक्कै कहाँ आयो भन्दाखेरि चाहिँ ठ्याक्कै कहाँ आयो जुन ठाउँमा आयो होइन, अहिले हामी चाहिँ यता गाउँतिर आयो है।